हेलो एभ्रिवान, मैले चाहिँ मेरो बाबुलाई घरमै होममेड लिटो बनाउन लागिरहेको छु। जसको लागि चाहिँ मैले यो इन्ग्रिडियन्टहरू चाहिँ धोएर मजाले सुकाएँ। मजाले सुकिसकेपछि मैले यसरी सबै इन्ग्रिडियन्टहरूलाई चाहिँ डिभाइड गरेँ। मैले चाहिँ पालै पालोसँग चाहिँ इन्ग्रिडियन्टहरूलाई भुटेँ। सुरुमा मैले चाहिँ मुङको दाललाई भुटेँ, त्यसपछि मैले चामललाई भुटेँ, त्यसपछि मैले मुसुरोको दाललाई पनि भुटेँ, अनि त्यसपछि मैले ओट्सलाई पनि भुटेँ, अनि चिउरालाई पनि मैले भुटेँ। त्यसपछि मैले थोरै चाहिँ मटर दानालाई पनि भुटेँ, त्यसपछि मैले थोरै मखानालाई पनि भुटेँ। त्यसपछि सबै भुटिसकेपछि मैले यसरी राखेको छु भुटेको इन्ग्रिडियन्टहरूलाई। मैले अब पालै पालोसँग चाहिँ यो इन्ग्रिडियन्टहरूलाई चाहिँ मिक्सचर गर्छु। यो चाहिँ मिक्सचर गरिसकेपछिको इन्ग्रिडियन्टहरू हो। अब मैले यो इन्ग्रिडियन्टहरूलाई चाहिँ पालै पालोसँग चाहिँ यसरी चाल्छु। एकदमै मसिनो पर्सन मात्रै निकाल्नु पर्ने हुन्छ लिटोको लागि। अनि यो सबै मिक्सचर गरेको इन्ग्रिडियन्टहरूलाई चाहिँ मैले एकै ठाउँमा मिक्स गरेँ। मेरो लिटो चाहिँ यस्तो भयो। अनि मैले त्यसरी बट्टामा हालेर राखेँ। अनि मैले मेरो बेबीलाई पनि यो लिटो चाहिँ पकाएर खान दिएको। उसलाई एकदमै मिठो लाग्यो, मजाले खायो। थ्याङ्क यू।